नमस्कार साथीहरू। आजको यस भिडियोमा हामी क्रिकेटको सबै प्रकारका शटहरूको बारेमा चर्चा गर्न जाँदैछौँ। क्रिकेट रमाइलो मात्र होइन, टेक्निक र स्टाइलको खेल पनि हो। अब हेरौँ कस्तो कस्तो शटहरू क्रिकेटमा हुन्छन् र कुन बेला कुन शट खेलिन्छ। डिफेन्सिभ शट्स। आजको हाम्रो पहिलो शट रहेको छ डिफेन्सिभ शट्स। डिफेन्सिभ शट भन्नाले प्राय खेलाडीले आफ्नो विकेट जोगाउन वा आउट हुनबाट बच्न प्रयोग गर्ने शटलाई जनाइन्छ। खेलको कुनै अवस्थामा जस्तै एउटा एन्डबाट लगातार विकेट गइरहेको हुन्छ र अर्को एन्डबाट ब्याट्सम्यानले विकेट बचाउनको लागि यो प्रकारको शटहरू खेल्ने गर्छन्। विशेष गरी टेस्ट क्रिकेटमा यो शट धेरै प्रयोग हुन्छ, किनभने त्यहाँ समय र धैर्यताको बढी महत्त्वपूर्ण हुन्छ। डिफेन्सिभ शट पनि दुई प्रकारका रहेका छन्। पहिलो रहेको छ फरवार्ड डिफेन्स, यसलाई फ्रन्ट फुट डिफेन्स पनि भन्ने गरिन्छ। यस शटमा खेलाडी अगाडि पाइला चालेर सिधा ब्याट राखेर बललाई ब्लक गर्ने गर्छन्। यो शट मुख्यतया तब खेलिन्छ जब फुल लेन्थमा बल हुन्छ र ब्याट्सम्यानले बललाई खेलेर होइन रोकेर बचाउने उद्देश्य राखेको हुन्छ। यसैको अर्को शट रहेको छ ब्याक फुट डिफेन्स। यो शट छोटो लम्बाइको बल या भनौँ सर्ट लेन्थ बल विरुद्ध खेलिन्छ। खेलाडी पछाडि पाइला चाल्छ र बल नजिक सरी ब्याट अगाडि राखेर बललाई डिफेन्स गर्छन्। यो शट तेज बलरहरू या भनौँ फास्ट बलरहरू विरुद्ध धेरै उपयोगी हुन्छ। यी दुई शटहरू मुख्य रूपमा आउट हुनबाट बच्न र पिचको अवस्था बुझ्न खेल्ने गरिन्छ। आजको हाम्रो नम्बर 2 मा रहेको शट छ ड्राइभ शट्स। ड्राइभ शट्स भन्नाले ब्याट्सम्यानले बललाई पुरै ब्याट स्विङ गरेर सिधा र क्लासिक ढङ्गले अगाडि वा साइडमा हानेको शट हो। यो शट स्टाइलिस्ट, अट्याक माइन्डेड र प्राय बाउन्ड्री निकाल्न प्रयोग गरिन्छ। ड्राइभ शट्स सामान्यतया फुल लेन्थ डेलिभरिजमा खेलिन्छन्। ड्राइभ शट्स पनि विभिन्न प्रकारका रहेका छन्। त्यो मध्येको पहिलो ड्राइभ शट हो स्ट्रेट ड्राइभ। यो शट ब्याट्सम्यानले बलरको सिधा अगाडि डिरेक्सनमा खेल्ने शट हो। सचिन तेन्दुलकरको सबैभन्दा आइकनिक शट यही नै थियो। धेरै नै क्लासी शट मानिन्छ यसलाई। यसैको अर्को शट रहेको छ कभर ड्राइभ। कभर एरिया या भनौँ एक्स्ट्रा रिजनमा खेलिने ड्राइभ शट हो यो। खेलाडीले स्लाइटली अफ साइडमा बडी खोलेर एलिगेन्ट ढङ्गमा हानेको हुन्छ। यो शट टेक्निकल र स्टाइलिस्ट खेलाडीहरूको पहिचान हो। यसैको अर्को शट रहेको छ अफ ड्राइभ। स्ट्रेट ड्राइभ र कभर ड्राइभको बिचमा पर्ने क्षेत्रतिर खेलिने शट हो यो। फुल लेन्थ बललाई मिड अफतिर हान्ने गरिन्छ। यसै गरी अर्को शट रहेको छ अन ड्राइभ। यो शट लेग साइडको मिड अनतिर खेलिन्छ। खेलाडीले बडो सन्तुलन र टाइमिङसँग खेल्ने शट हो यो। यसैको अर्को शट रहेको छ स्क्वायर ड्राइभ। यो शट बललाई अफ साइडको स्क्वायर रिजनमा खेल्ने शट हो। अत्याधिक तेजीले आएको बललाई स्क्वायर कट जस्तो देखिने तर ड्राइभ स्टाइलमा खेलिने शट हो यो। यी सबै ड्राइभ शटलाई बाउन्ड्री निकाल्नको लागि, फ्लो मेन्टेन गर्नको लागि र फिल्ड ग्याप एक्सप्लोइट गर्न खेल्ने गरिन्छ। आजको हाम्रो 3 नम्बरमा रहेको शट छ कट शट। कट शट भन्नाले ब्याट्सम्यानले अफ साइड या पछाडि भागतिर या भनौँ ब्याक पोइन्ट अर गल्ली रिजन बल हानेको शट हो। यो शट विशेष गरी तब खेलिन्छ जब बल छोटो या भनौँ सर्ट लेन्थमा हुन्छ र अफ स्टम्प या अफ स्टम्प बाहिर हुन्छ। कट शटमा टाइमिङ, स्पेस र सन्तुलनको एकदमै महत्त्वपूर्ण हुन्छ। कट शटका पनि विभिन्न प्रकारहरू रहेका छन्। त्यो मध्येको पहिलो छ स्क्वायर कट। ब्याट्सम्यानले बडीको नजिक नलाइकन स्क्वायर रिजनतिर पछाडितिर हानेको शट हो। यो शटले फास्ट बलर्सलाई काउन्टर गर्न मद्दत गर्छ। विराट कोहली, स्टिभ स्मिथले धेरै क्लिन स्क्वायर कट खेल्ने गर्छन्। यसैको अर्को शट रहेको छ लेट कट। ब्याट्सम्यानले बल पास भएपछि धेरै पछाडि लगाएर हलुका ढङ्गमा पोइन्ट र थर्ड म्यान बिचमा खेल्ने शट हो यो। यो शट एकदमै बुद्धिमत्ता र सन्तुलन चाहिन्छ। बाबर आजमले यो शट एकदमै राम्रो खेल्ने गर्छन्। तपाईँलाई उहाँको यो शट कस्तो लाग्छ कमेन्ट गर्नुहोला। कट शट प्राय फास्ट बलर विरुद्ध खेलिन्छ र फिल्डको ग्याप युटिलाइजेसनमा बढी उपयोगी हुन्छ। आजको हाम्रो 4 नम्बरमा रहेको शट छ पुल शट। पुल शट भन्नाले ब्याट्सम्यानले छोटो लम्बाइको बललाई अगाडितिर शरीर मोडेर लेग साइडतिर प्राय मिड विकेटदेखि स्क्वायर लेगतिर हान्ने शट हो। यो शट सर्ट पिच बल विरुद्ध खेलिन्छ जुन ब्याट्सम्यानको शरीरको उचाइमा
अथवा चेस्ट लेभलमा आउँछ। पुल सर्टका केही विशेषताहरू। यो सर्ट प्राय एग्रेसिभ ब्याट्सम्यानले खेल्ने गर्छन्। ब्यालेन्स, आई कन्ट्याक्ट र टाइमिङ उत्तिकै आवश्यकता पर्दछ। यो सर्ट खेल्दा टप एज लागेर आउट हुने सम्भावना पनि बढी हुन्छ, त्यसैले ध्यानपूर्वक खेल्नुपर्छ। प्रसिद्ध पुल सर्ट खेल्ने खेलाडीहरू रोहित शर्मा, मार्टिन गुप्तिल, डेभिड वार्नर। नेपालमा पनि यो सर्ट खेल्न रुचाउँछन् नेपाली खेलाडीहरूले। रोहित पौडेल, कुशल भुर्तेल र दिपेन्द्र सिंह हैरीले पनि बेला बेला यो सर्ट खेलिरहेका हुन्छन्। यसै गरी अर्को रहेको छ हुक सर्ट। हुक सर्ट भन्नाले त्यो सर्ट हो जुन ब्याट्सम्यानले सर्ट पिच बललाई एग्रेसिभ तरिकाले बडी लेभल वा माथि आइरहेको बललाई लेग साइड या भनौँ मिड विकेट वा फाइन लेगतिर हान्ने सर्ट हो। यो सर्ट खेल्नलाई ब्याट्सम्यानले ब्याकफुटमा गई आफ्नो ब्यालेन्स राख्दै बल बडीतर्फ आउँदा ब्याटको स्विङ पुरा गरी लेग साइडतिर पावरफुल सर्ट हान्ने गरिन्छ। यो सर्ट प्राय फास्ट बलरको बाउन्सर सम्हाल्नका लागि खेलिन्छ र जब फिल्डमा डिप लेग एरियामा खाली ठाउँ हुन्छ तब उपयोगी साबित हुन्छ। नेपाली खेलाडीहरूमध्ये यो सर्ट कुशल भुर्तेल, दिपेन्द्र सिंह हैरी र लोकेश बमले बेला बेला हान्ने गर्छन्। यस्तै हाम्रो अर्को सर्ट रहेको छ स्विप सर्ट। स्विप सर्ट भन्नाले ब्याट्सम्यानले घुँडामा बसेर बललाई लेग साइडमा खेल्ने सर्ट हो। यो सर्ट मुख्यतया स्पिन बलर विरुद्ध खेल्ने गरिन्छ, विशेष गरी स्लो र टर्निङ पिचमा बढी खेलिन्छ। स्विप सर्टले फिल्ड सेट बिगार्न, स्पिन तोड्न र बाउन्ड्री निकाल्न मद्दत गर्छ। स्विप सर्टका केही प्रकारहरू रहेका छन्। पहिलो छ कन्भेन्सनल स्विप। यो सर्ट ब्याट्सम्यानले घुँडामा बसेर या भनौँ घुँडा टेकेर बललाई लेग साइडमा जमिन हुँदै खेल्ने सर्ट हो। यो सर्ट सुरक्षित र कन्ट्रोलमा खेलिने सर्ट हो। यो सर्ट खेल्नमा जो रुट, योनिस खान माहिर छन्। साथै नेपाली प्लेयर रोहित पौडेल, आरिफ शेख, कुशल मल्लले बढी खेल्ने गरेको देखिन्छ। यसै गरी अर्को सर्ट रहेको छ रिभर्स स्विप। यो सर्ट उल्टो ब्याट स्विङ गर्दै अफ साइडतिर खेलिन्छ। यो मोडर्न टी20 क्रिकेटमा धेरै प्रयोग हुने रिस्की तर प्रभावकारी सर्ट हो। एबी डिभिलियर्स, जोस बटलर जस्ता खेलाडीले यो सर्ट निकै राम्रो खेल्छन्। नेपालमा पनि कुशल मल्ल, दिपेन्द्र सिंह हैरी र कुशल भुर्तेलले बेला बेला खेलिराख्छन् यो सर्ट र आजकल रोहित कुमार पौडेलले पनि बेला बेला खेल्ने गर्छन्। यस्तै अर्को सर्ट रहेको छ स्लग स्विप। यो अत्यन्तै प्रभावकारी आक्रामक स्विप सर्ट हो। ब्याट्सम्यान घुँडामा बसेर पुरै तागतले बललाई लेग साइडमा माथिबाट सिक्सको लागि खेल्ने गर्छन्। ग्लेन म्याक्सवेल, रिले रोसु जस्ता खेलाडीले यो स्लग स्विप निकै राम्रो खेल्ने गर्छन्। नेपालमा पनि दिपेन्द्र सिंह हैरी, कुशल भुर्तेल अझ भनौँ रोहित कुमार पौडेलले निकै राम्रो खेल्ने गर्छन् यो सर्ट। यी तीनवटै सर्टहरू अलग परिस्थितिमा प्रयोग हुन्छन् तर एउटै उद्देश्य हुन्छ, स्पिन बलरहरू विरुद्ध दबाव सिर्जना गर्ने र रन्स निकाल्ने। आजको हाम्रो अर्को सर्ट रहेको छ लफ्टेड सर्ट्स। लफ्टेड सर्ट भन्नाले बललाई जमिनदेखि केही माथि उठाएर खेल्ने सर्ट हो, जुन प्राय बाउन्ड्री वा सिक्स निकाल्नको लागि खेलिन्छ। यी सर्टहरू अट्याकिङ माइन्ड, कन्फिडेन्ट स्ट्रोक र सही टाइमिङको प्रतीक मानिन्छन्। रिस्क पनि उच्च हुन्छ तर रिवार्ड पनि ठुलो हुन्छ। लफ्टेड सर्टका पनि धेरै प्रकार रहेका छन्। त्यो मध्येको पहिलो छ लफ्टेड ड्राइभ। ब्याट्सम्यानले फुल लेन्थलाई जमिनबाट माथि उठाएर लङ अन वा लङ अफतिर हान्ने सर्ट हो। यो क्लासिकल एट एग्रेसिभ स्ट्रोक हो। रोहित शर्मा, डेभिड मिलरले यो सर्ट धेरै राम्रो खेल्ने गर्छन्। नेपालमा कुशल भुर्तेल या भनौँ दिपेन्द्र सिंह हैरीले पनि यो सर्टलाई राम्रै खेल्ने गरेको देखिन्छ। यसैको अर्को सर्ट रहेको छ इनसाइड आउट सर्ट। ब्याट्सम्यानले बडी खोलेर अफ साइडको कभर या एक्स्ट्रा कभर रिजन माथिबाट लफ्ट गर्ने सर्ट हो। स्टाइलिस र रिस्की स्ट्रोक मानिन्छ यसलाई। विराट कोहली, सूर्यकुमार यादवले यो सर्ट बढी खेल्छन्। यसै गरी कुशल मल्ल, रोहित पौडेलले पनि यो सर्ट खेल्न रुचाउँछन्। यसैको अर्को सर्ट रहेको छ हेलिकप्टर सर्ट। यो एकदमै आइकनिक सर्ट हो जहाँ ब्याट्सम्यानले आफ्नो विस्टको जोरदार प्रयोग गरेर योर्कर वा फुल लेन्थ बललाई लेग साइडतिर घुमाएर लफ्ट गर्छन्। यो सर्ट एमएस धोनीको सिग्नेचर सर्ट हो। एमएस धोनी, हार्दिक पाण्डेले यो सर्ट एकदमै राम्रो खेल्छन्। अझ नेपालमा पनि दिपेन्द्र सिंह हैरीले पिएनजी अनि कतार विरुद्धको त्यो म्याचमा हेलिकप्टर सर्ट हानेका थिए। तपाईँलाई त्यो सर्ट याद छ कि छैन कमेन्ट गर्नु होला। यसै गरी आजको हाम्रो अर्को सर्ट रहेको छ इनोभेटिभ सर्ट या भनौँ नयाँ शैलीका सर्टहरू। इनोभेटिभ सर्ट भन्नाले परम्परागत क्रिकेट स्ट्रोक भन्दा फरक र चर्चित पार्ने किसिमले खेलेका सर्ट हुन्।
यी सर्टहरूले फिल्ड प्लेसमेन्टलाई चिट गर्दै अनपेक्षित एङ्गलमा रन बनाउन प्रयोग गरिन्छ। खास गरी T20 क्रिकेटमा यी सर्टहरूको महत्त्व धेरै हुन्छ। यस सर्टका पनि धेरै प्रकारहरू रहेका छन्। त्यसमध्येको पहिलो रहेको छ स्विच हिट। ब्याट्सम्यानले बलरको डेलिभरी आउँदै गर्दा अचानक स्ट्रेन्च परिवर्तन गरेर राइट ह्यान्डबाट लेफ्ट ह्यान्डमा स्विच हुने गर्छन्। केभिन पिटरसन, ग्लेन म्याक्सवेलले यो सर्ट बेला बेला खेलेको देखिन्छ। हालसम्म नेपालमा यो सर्ट खासै प्रयोग गरेको देखिँदैन। तपाईहरुलाई चाहिँ कुन खेलाडीले भविष्यमा यो सर्ट हान्लान् त? कमेन्ट गर्नु होला। यसैको अर्को सर्ट रहेको छ स्कुप सर्ट। बललाई फाइन लेग वा किपर माथिबाट फ्लिक गरेर खेलिने सर्ट हो यो। खास गरी फास्ट बलरको डेलिभरीलाई सिट डाउन भएर फ्लिक गरिन्छ। एबी डिभिलियर्स, जोस बटलरले यो सर्ट धेरै राम्रो खेल्ने गर्छन्। नेपालमा आजकल कुशल भुर्तेलले यो सर्ट ट्राई गरिरहेका हुन्छन्। कहिले सक्सेस हुन्छन् त कहिले हुँदैनन्। यसैगरी रोहित पौडेल, सन्दीप जोराले पनि बेला बेला यो सर्ट युज गर्ने गर्छन्। यसैको अर्को सर्ट रहेको छ र्याम सर्ट। ब्याट्सम्यानले अगाडि झुकेर बललाई किपर वा थर्ड म्यान रिजनतिर र्याम्प स्टाइलमा हानेको सर्ट हो यो। फिल्डलाई कन्फ्युज गर्न र ग्याप एक्सप्लोइट गर्न खेलिन्छ यो सर्ट। दिलसान, एबी डिभिलियर्सले यो सर्ट बढी खेल्ने गर्छन्। इनोभेटिभ सर्ट भन्नाले आधुनिक क्रिकेटमा क्रिएटिभिटी र बोल्डनेस देखाउँछ। यी सर्टहरू सिको गर्दै जाने हो भने नेपाली क्रिकेटले पनि गेम फिनिसिङ र एक्सिलेरेसनमा ठुलो फड्को मार्न सक्छ। यसैगरी आजको हाम्रो अर्को सर्ट रहेको छ अप्परकट। अप्परकट भन्नाले सर्ट र वाइड डेलिभरीलाई हाई बाउन्ससँग डिल गर्न प्रयोग गरिने अट्याकिङ सर्ट हो। यो सर्ट प्राय स्लिप फिल्डर्स माथिबाट बललाई उठाएर हानिन्छ, जुन थर्ड म्यान क्षेत्रतिर जान्छ। ब्याट्सम्यानले ओपन ब्याट फेस राखेर लास्ट मोमेन्टमा बललाई हल्का एङ्गलमा कट जस्तो स्विङ गर्दै अप्पर लिफ्ट गर्छन्। यो सर्ट फास्ट बलरको बाउन्सर वा सर्ट पिच बलमा अत्यन्तै उपयोगी हुन्छ। सचिन तेन्दुलकरले अप्परकटलाई ओडिआईमा खास गरी अस्ट्रेलिया जस्ता टिम विरुद्ध शानदार रूपमा प्रयोग गरे र त्यहाँबाट नै यो सर्ट सुरु भएको थियो। यस्तै वीरेन्द्र सेहवाग, रोहित शर्मा जस्ता खेलाडीले सर्ट राम्रो खेल्ने गर्छन्। नेपालमा पनि कुशल भुर्तेल, आसिफ शेख, गुलसन झाले बेला बेला यो सर्ट प्रयोग गर्छन्। सायद यही सर्ट राम्रो गराए भए गुलसन झाले साउथ अफ्रिका विरुद्ध हामीले त्यो गेम पनि जित्न सफल हुन्थ्यौँ होला। अप्परकट एक स्मार्ट र अट्याकिङ सर्ट हो जुन सर्ट डेलिभरीसँग कन्फिडेन्टली डिल गर्न र फास्ट रन बनाउन मद्दत गराउँछ। आजको हाम्रो अर्को सर्ट रहेको छ फ्लिक सर्ट। फ्लिक सर्ट भन्नाले लेग साइडतिर जाने बललाई विस्टको सहयोगमा स्टाइलिस र प्रिसाइज ढङ्गले खेलिने सर्ट हो। यो सर्ट विशेष गरी प्याड्स नजिक आइपुगेको बलमा खेलिन्छ, जुन प्राय मिड विकेट, स्क्वायर लेग वा फाइन लेग क्षेत्रमा जान्छ। बल जब बडीको लेग साइड नजिक आउँछ तब ब्याट्सम्यानले आफ्नो विस्टको चतुराई प्रयोग गरेर बललाई डिरेक्सन दिन्छन्। यो सर्ट टाइमिङ र कन्ट्रोलमा आधारित हुन्छ, जसले फिल्ड ग्याप एक्सप्लोइट गर्छ। विराट कोहली, रोहित शर्मा, मोहम्मद अजुरादिन जस्ता खेलाडीहरूले यो सर्ट राम्रो खेल्ने गर्छन्। यो सर्ट एसियन खेलाडीहरूको सिग्नेचर सर्ट मानिन्छ। ज्ञानेन्द्र मल्ल पनि यो सर्टका लागि चिनिने खेलाडी थिए पहिला। फ्लिक सर्ट एक विस्ट बेस्ड टाइमिङ र ग्याप खोज्ने क्लासी सर्ट हो जुन लेग साइडको बललाई कन्भर्ट गर्न प्रयोग गरिन्छ। यस भिडियोमा हामीले क्रिकेटका विभिन्न महत्त्वपूर्ण सर्टहरू समावेश गर्यौँ। यी सर्टहरू सर्ट मात्र होइन, खेलाडीको शैली, परिस्थिति र रन बनाउने क्षमता पनि देखाउँछ। अब तपाईँको पालो। तपाईँलाई कुन सर्ट सबैभन्दा मन पर्यो र नेपाली खेलाडीहरूबाट कुन सर्ट हेर्न मन लाग्छ? तल कमेन्ट गर्नुहोला। यस्तै नै रमाइलो र उपयोगी भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, मन लागे सेयर गर्नुहोस्। फेरि भेटौँला अर्को धमाकेदार क्रिकेट भिडियोमा। जय नेपाल, जय नेपाली क्रिकेट।